है आयो खुसीको खबर है। राजाबाजीले खुसी खबर, हत्याराबाजीले चाहिँ दुखीको खबर। अब चाहिँ नि कल्कीको अवतार चाहिँ नि राजाको परिवारमा भइसकेको हुन्छ आज भन्नु कृष्ण भगवानले। आज कृष्ण भगवानको दिन भएको हुनाले घाटु श्याम बाबाले कृष्ण भगवानले के भन्नु, कल्कीको अवतार राजाका छोरा नाति हो जो हृदयेन्द्र हुन् है। कल्कीको अवतार अब चाहिँ नि दुष्टहरूको अन्त हुने भयो। कलियुगमा के छ, धेरै अन्याय बढेपछि न्याय दिनको लागि भगवानको अवतार हुन्छ। कल्की भनेको चाहिँ नि राजाको परिवारमा भएको हुन्छ। आज बल्ल थाहा भयो है, खुसीको खबर राजाको परिवारलाई, साथमा हामीहरूले राजावादीलाई है। अरूवादी त हत्याराबाजी हुन् है, जानी जानी के गरेछन्, हतियारको साथ दिएछन्, हतियारले जिताएछन्। तिम्रो घर कहिले देव देवताको बास हुन्न, साथ पनि हुन्न। जय श्री कृष्ण, जय श्री कृष्ण, जय श्री कृष्ण। है आयो खुसीको खबर है। राजावादीले खुसी